तपाईले फेसबुकमा भिडियो बनाउँदै हुनुहुन्छ, कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने तपाईले विकली प्रोसेस भनेको के हो यो चाहिँ तपाईले पुरा गर्नै पर्ने हुन्छ। यो कहाँबाट हेर्ने एकछिन आउनुहोस् यो स्क्रिनमा हेर्नुहोस् है। यसको लागि चाहिँ तपाईले सबैभन्दा पहिला फेसबुकमा जाने, त्यसभन्दा पछि तपाईले चाहिँ प्रोफाइलमा जानुपर्ने हुन्छ। माथिपट्टि यहाँ हेर्नुहोस् है ड्यासबोर्ड, यहाँनिर क्लिक गर्ने। क्लिक गरेपछि यहाँनिर तपाईको नाम छ, जस्तै मेरो टेकराज क्रिएसन, मेरो 30% 37% चाहिँ प्रोसेस भएको छ। अब यहाँनिर क्लिक गर्नुहोस् है। यहाँनिर क्लिक गऱ्यो भने सबैभन्दा माथि आउँछ विकली प्रोसेस। फेरि यहाँनिर क्लिक गर्नुहोस्। यहाँ तलतिर तपाईलाई फेसबुकले काम दिएको छ, क्रिएट एन्ड म्यानेज रिल प्लेलिस्ट। तपाईँ कस्तो खालको भिडियो बनाउनुहुन्छ, कस्तो खालको कन्टेन्ट बनाउनुहुन्छ, त्यसको चाहिँ प्लेलिस्ट बनाउनुहोस् भनेको छ फेसबुकले। त्यो प्लेलिस्ट बनाउने तरिका चाहिँ म अर्को भिडियोमा सिकाउने छु। त्यसभन्दा पछि क्रिएट 15 न्यू पब्लिक रिल्स भनेको छ। यहाँनिर चाहिँ तपाईले 15वटा रिल्स बनाइसक्नुपर्ने हुन्छ, भिडियो बनाइसक्नुपर्ने हुन्छ एक हप्ताभित्र। यो चाहिँ 7 दिनको प्रोसेस हुन्छ है। त्यसभन्दा पछि लेखेको छ गेट 100 इन्ट्र्याक्सन अन योर पोस्ट भनेको छ यहाँनिर। अब यहाँनिर चाहिँ तपाईले एक हप्ताभित्र तपाईले जति पनि पोस्ट गर्नुभयो त्यसमा चाहिँ 100 चाहिँ इन्ट्र्याक्सन आइसक्नु पर्यो। तपाईको भिडियो मान्छेहरूले लाइकहरू गरेको हुनु पर्यो, रियाक्सन पनि दिएको हुनु पर्यो। त्यसभन्दा तल दिएको छ क्रिएट 30 न्यू पब्लिक पोस्ट भनेको छ। अब यहाँनिर चाहिँ तपाईले 30वटा पोस्ट गरिसक्नुपर्ने हुन्छ एक हप्ताभित्रमा। तपाईको फोटो होस्, भिडियो होस् या तपाईको स्ट्याटस होस्, तपाईँ जस्तो सुकै पोस्ट गर्नुहोस्, तर 30वटा चाहिँ तपाईले पुर्याउनु पर्ने हुन्छ। विकली प्रोसेस भनेको फेसबुकले तपाईलाई दिनेको एक्जामिनेसन। तपाईँ कतिको मेहनत गर्नुहुन्छ भन्ने यो फेसबुकले पनि तपाईबाट एक्जाम लिने गर्छ। हाम्रो सरल भाषामा भन्नुपर्दा जाँच जस्तै हो कि। यो चाहिँ पुरा गर्नुपर्ने हुन्छ। अनि फेसबुकलाई पनि लाग्छ यसले चाहिँ मेहनत गर्छ। धन्यवाद साथीहरू। यस्तै जानकारीको लागि यो टेकराज क्रिएसन पेजलाई पनि फलो गरेर सपोर्ट गरिदिनु होला। धन्यवाद।